सुन्नु हो तिमी सुन्नु हो आज के भएछ भन्दाखेरि बाटोमा सानो क्युटी बिरालो भेटेको थिएँ अनि ऊ आमाबाट छुट्टिएको होला नि त एक्लै थियो कति राम्रो आमा अनि कसको होला यो बिरालो भनेर खोज्दा खोज्दा 9 बजे के अनि कसैको होइन रहेछ म यत्तिकै अब रुममा लिएर जानु नमिल्ने है हेरिरहेको थिएँ कसैले राम्रोसँग लगेर पाल्ने मान्छे भेटेदेखि भनेर फाइनल एकजनाले लग्नुभयो अनि सो यस्तो बल्ल भयो कि बाटोमा छोड्न पनि कस्तो लागेको है त्यहाँदेखि चाहिँ यस्तो दोधारमा परिन्छ है छोड्न पनि सकिँदैन लान पनि सकिँदैन यो इम्प्याथी फेरि मेरो साथीहरू जो एनिमल्स लभर छ उनीहरूले दिएको इम्प्याथी हो कि